यस देशमा आतंक फैलिन नदिन, उपद्रव हुन नदिन हामीले नेसनल भोलिन्टियर्स फोर्स बनाएका छौँ। जेसुकै खडा गरे पनि गर, जे गरे पनि गर, जबसम्म त बाँचिरहन्छस् तबसम्म यो देशमा कहिले पनि सुख र शान्तिको सास नेपाली जनताले फेर्न पाउँदैन। तैँले जेसुकै भन्, जबसम्म त छस् नि तबसम्म नेपाली जनताले सुखको सास फेर्नै पाउँदैन। अहिलेसम्म यत्रो भ्रष्टाचार यो देशमा पुरै खत्तम बनाउने तै होस्, किनकि सबै संसदहरूलाई बालुवाटारमा घर, आफ्नो बालुवाटारमा घर, सबै संसदहरूलाई बालुवाटारको जग्गा बेचेर आफै प्राइभेट बनाउन लाएको तैँले नै होस्, होइन त? अब भोलिन्टियर फोर्स खडा गरेर कहाँ लान्छस्, के गर्छ त्यो थाहा छैन। हिजो अस्ति भर्खरै तँलाई जेलमा पर्दै गर्दा आन्दोलनमा आएकाहरूले भोलिन्टियर फोर्स नै त्यहीँले राखेको होला, सबै गोदाइ खाइहाल्यो, होइन? अनि अझै पनि भन्छ देशै कब्जा गर्छौँ हामी भनेर भन्छ। तँ आफै भन्दै देश कब्जा गर्नलाई एमालेलाई 2 दिन पनि लाग्दैन भनेर भन्छस्। होइन भने तैँले भनेको छैनस् भने हामी सुनाउँछौँ, रेडी छ, होइन? तर तँ जबसम्म बचिरहन्छस्, तँ जबसम्म छस् तबसम्म चाहिँ यो नेपालले जहिले पनि सुख पाउँदैन। किनकि तँलाई हिजो अस्ति भर्खरै पक्रेर लगेको तेरो पक्षबाट 90 जना वकिलहरू वकालत गर्छन् भने अब सरकारको पक्षबाट 2 जना, अनि तँ त सरकारभन्दा पनि ठुलो भइस्, यो देशको संविधानभन्दा पनि ठुलो भइस्, कानुनभन्दा पनि ठुलो भइस्। त्यो भएको कारणले गर्दा जबसम्म तँ बाँचिरहन्छस् तबसम्म यो देशको जनताले सुख र शान्तिको सास त मरे फेर्न पाउँदैन। किनकि यो देशमा सबैभन्दा धेरै भ्रष्टाचार गर्ने नै केपी शर्मा ओली हो भनेर चिनिन्छ। किनकि तैँले नगरे पनि तैँले भ्रष्टाचार गर्नेलाई बचाएको छस्, बलात्कार गर्नेलाई बचाएको छस्, यो देश बेच्नेलाई बचाएको छस्। यो सबै काण्डहरू तँ हुँदाखेरि भएको। अनि यो काण्डको छानबिन नगर्ने, अनि यो काण्ड कसले गर्यो भनेर नभन्ने, अनि तँ अहिले जे पाए त्यही भन्ने, होइन? तैँले भन्दैछस् नि देश एमाले कब्जा गर्नलाई 2 दिन लाग्दैन। हो, कब्जा गरेर देखा, तेरो भोलिन्टियर फोर्स पनि रेडी गर। के गर्छस्, आर्मी पुलिसलाई हिर्काउने मार्ने गर्छस् भने गर। तैँले त गर्ने नै यही हो, होइन? जबसम्म पावरमा बसिस् तबसम्म बलात्कारी, सुनकाण्ड, ओम्नीकाण्ड, धौडाकाण्ड, के धमिजा काण्ड, गिरिबन्धु टी एस्टेट, यस्ता सबै तैँले नै सकेको होस्, सबै तैँले नै खाएको होस्। अनि तँ जबसम्म छस् तबसम्म नेपाली जनताले कहिले पनि सुख र शान्तिको सास फेर्न पाउँदैन। यति कुरा याद गर्न।